हे गाइज, म चाहिँ सिद्धार्थ टपअप सेन्टर र म आज चाहिँ सिकाउनेवाला छु टपअप वेबसाइट चाहिँ कसरी युज गर्ने। र पहिला सुरु चाहिँ च्यानलमा जानु होला र यता क्लिक गर्नु मोरको अप्सनमा र गएपछि क्लिक गर्नु हाम्रो वेबसाइटको लिङ्कमा र यो लिङ्क चाहिँ हामी कमेन्ट सेक्सनमा पनि र डिस्क्रिप्सनमा पनि राखिदिन्छौँ र बिस्तारै लोडिङ हुन्छ र त्यसपछि देखाउँछ यस्तो र यहाँ अप्सन हुन्छ युआइडीको लागि र एक्जाम्पलको लागि चाहिँ यो लिङ्क मैले युआइडी र क्लिक गर्नु होला यता कि जहाँ पनि क्लिक गर्दा हुन्छ र क्लिक गर्नु यता र चुज गर्नु के हाल्नुहुन्छ। यसमा छ विकली पनि छ, मन्थली छ, लेभल अफ पास पनि छ, यति डायमन्ड पनि छ र कुनै चुज गर्नु। फर एक्जाम्पल म यो चुज गर्छु र डनमा क्लिक गरिदिन्छु र बाई नाउमा क्लिक गरिदिनु। र यसले चाहिँ डाइरेक्ट रिडाइरेक्ट गरिदिन्छ वाट्सएपमा र सर्च गर्छ मेरो नम्बर र मेसेज लेखिदिन्छ यस्तो र सेन्ड गरिदिनु र त्यहाँबाट चाहिँ क्युआर आउँछ र नोट दिएको हुन्छ कि जहिले रिमार्कमा हनी लेख्नु भनेर। र सेम रोब्लक्सको पनि त्यस्तै छ, म गरिदिन्छु रोब्लक्सको र सिकाइदिन्छु हजुरलाई। जानु हाम्रो वेबसाइटमा र यता चाहिँ होइन युजर नेम र पासवर्ड हाल्नु र 2 फ्याक्टर चाहिँ बन्द गर्नु है। र यता फुल सेफ छ, ट्रस्टेड छ, केही हुँदैन र यता चाहिँ त्यो हाल्नु पासवर्ड। फर एक्जाम्पल म यो जिप्पै त्यही हाल्दैछु अहिलेको लागि र त्यसमै क्लिक गर्नु, यसमा क्लिक गर्नु र चुज गर्नु र यहाँ चाहिँ सस्तो हुन्छ र चुज गर्नु एउटा र डनमा गरिदिनु र जानु यता बाई रोब्लक्समा र फेरि त्यही रिडाइरेक्ट गरिदिन्छ वाट्सएपमा र मेसेज लेखिदिन्छ। र मेसेज लेखिदिन्छ र सेन्ड गर्नु र त्यहाँबाट चाहिँ क्युआर आउँछ हाम्रो पेमेन्ट गर्नको लागि र रिमार्कमा चाहिँ जहिले हनी लेख्नु र डिटेलको फोटो पठाउनु होला र त्यसपछि टपअप हानिदिन्छौँ विथिन 2 मिनेटको भित्रमा। र आजको लागि यति नै र भेटौँला भोलिको भिडियोमा। बाई बाई।